बोलाऊ बोलाऊ कसैको बोलाऊ। माछाले बोलाऊ न। मैं बैठा हूँ किस्मत के भरोसे। माछाले हेलो म चाहिँ प्रतीक्षा है, म क्लासको मोटी। ये बड़ी अच्छी बात कही आप। ए मेरो भाइ माछा यता आइज भाइ आइज। मीम्स है सूट खाने में। ये सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। यस्तो यस्तो त म प्रश्न अरेन्जमा इन्ट्रोडक्ट हुँदैन। ल ल तिमी हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ये क्या। तर गोदावरी सेकेन्ड कन म बोल्छु के गोदावरी अहिले त थाहा हुँदैन। गाइज हामी माइबल डाँडामा आइसकेका छौँ हैन। यसको नाम के हो? अनि यसको नाम के हो? त्यसको आई डोन्ट नो। दिदेपाती उदेलको भन्छ ऐसेलु हैन। हाम्रो अगाडि हाम्रो म्याम जानुभएका छ हैन। अनि हामी नि गएका छौँ। ए त कहाँ गएका छौँ यार? What is this? What is this, guys? This is elephant. What is this, guys? Elephant. What your trip वाला budget? Rhino comedy, low budget trip. गाइज हाम्रो फ्री को बजेट लो बजेट ट्रिप हामी ये देखिए elephant. This is rhino. गाउँ छ बे गाउँ भन्छु काउ छ। लो बजेट ट्रिप छ गाइज हैन। अनि एडजस्ट गर्नुपर्छ हामीलाई। लो बजेट हैन फ्री बजेट हो गयो। ओ माय गॉड अमेजन जंगल लेट्स इमेजिन इट्स अमेजन जंगल आई थिंक। अमेजन जंगल ये नोट गरिहाल नोट बोट्ने मेहमान भएर अझै पछाडि मान्छे आयो त्यही प्रकाश। ओए प्रकाश Amazon, let's suppose it's Amazon jungle. हैन Amazon forest. नेपालकै उत्कृष्ट कलेज मदन आश्रितद्वारा अमेजन जंगलमा टुरको लागि आइरा छौं गाइज। ओ उता ओए अम्बानी ओए मुकेश अम्बानी सुत्दा हुनुहुन्छ। मुकेश अम्बानीका बेटा मुकेश 2.0 गाइज हेर्न सक्नुहुन्छ। यता एमाजोन नि यतै छ, मुकेश अम्बानीको छोराहरू नि यतै छ हैन। सबैजना यतै नि हो गाइज। हामी नि यतै छौं हैन। मुकेश अम्बानी चाहिँ इन्डियाबाट पढ्नु भयो तर ब्लक हेर्दै गर्नु बिचमा एनाकोन्डा पनि भेटौँला। सबैजना रिपोर्ट गरिरहेछ। एनाकोन्डाको अन्डा पनि देखाउँछौँ। सबैजना रिपोर्ट गरिरहेछ हैन। हामी नि रिपोर्ट गर्ने हो। एनाकोन्डाको व्हाट इज दिस? ओ माय गॉड ओए के बोली कसको साउन्ड के को साउन्ड आइरहेछ? Oh my god के हो यो साउन्ड? एनाकोन्डा आउँछ फेरि। Oh my god DJ बजिरहेछ यार। अब रुकन यिनीहरूलाई नि आउने देऊ। गाइज हाम्रो यसो हुकअप प्रकाश भैंसले को आ रहा है। मोटु पट्टु भन्नु न के यहाँ आइपुग्यो। हाम्रो मोटु पात्ने यहाँ आइसक्नु भएको छ। भन्न चाहनु? हेलो म चाहिँ एक मिनट ल अब भन। हेलो गाइज हामी अमेजन फरेस्टमा आछौँ। अमेजन हो यो। लो बजेट ट्रिप। हेलो म चाहिँ प्रतीक्षा है, म क्लासको मोटी। अनि यो अरविन्दको क्लासमेट हो। अनि यो नि स्मृति, ये नमुना प्रकाश राजी। अरविन्द दाईको अरविन्दको गर्लफ्रेन्ड त खोइ अरू साथीहरू आउँदैछन् उता। फरेस्टको बारेमा भन नि त के गर्लफ्रेन्डको बारेमा। ए हामी त पढ्न आएन ल। हामी बनाउनु पर्छ के बाटो नै हेर्छ। फर्स्ट टाइम
पहिला बोलिहाल न हामी फर्स्ट टाइम कलेजदेखि आएको हो फर्स्ट टाइम पहिलोचोटि आमा कस्तो सपना देखे सपना बोल्दा बोल्दै थाकिहाल्यो मोटो पातलुको समोसा चाहियो नै चाहिए मलाई समोसा मन पर्दैन नि त ल अरू भाइहरू त गए टिचर एकजना उता जानुभयो अर्को टिचर उता आउँदै हुनुहुन्छ र अर्को साथीहरू पनि आउँदैछन् थाकिसके तर पहिलोचोटि कलेजदेखि आएको हल्का रमाइलो पनि लागिरहेछ साथीहरू भाइसँग आउँदा प्लस सेकेन्ड चोटि हो तर यहाँ माथि चाहिँ आएको थिएन कि अर्कोमा गएको थिएँ ए कसरी ब्याक गर्ने हो तर गोदावरी सेकेन्ड म बोल्छु कि गोदावरी हामीलाई सबै माछालाई एकै किसिमको पानी चाहिँदैन एउटै हाइट पनि चाहिँदैन होइन कि बुढा माछा हुर्काउनु पर्यो भने त्यसलाई पानीको लेभल कम गर्नुपर्छ किन कम गर्नुपर्छ भन्दा पनि माछा बढी स्विङ गर्छ नि त त्यो स्विङ गर्नाले गर्दाखेरि उसको शरीरमा ग्रोथ हुन पाउँदैन के जति बढी पौड्यो त्यति ग्रोथ हुन नपाउने भएर त्यसलाई कम एरियामा सीमित गरिन्छ क्या तपाईँहरूले कुराहरूको गर्नु भएको गएर फरक है त्यही त पहिला सानोमा कभरेज गरेर त्यसको शरीर बढे अनुसारको ठुलो ठुलो बनाउँदै जान्छ नि त्यस्तै यसलाई पनि पानीको त्यो मङ्क हो क्या त्यसलाई स्टेप बढाउनु मिल्छ त्यो काठको त्यहाँ सटेर हेर्नु त्यही भएर मैले त्यहाँ राम्रोसित हेर्नु भनेर मैले तपाईँलाई त्यहाँ तल हेर्नु त यो काठको यस्तो छ यो माथि यो खपिँदै गएको छ क्या हामीलाई कुन लेभलको पानी चाहिन्छ त्यो लेभल हामीले यसलाई बढाउँदै मेन्टेन गर्दै लाने हो कि बुझ्नुभयो पानीको लेभल बढाउनको लागि अनि तपाईँको इनलेट आउटलेट भनेर भन्नु भएको छ होइन यो चाहिँ हाम्रो आउटलेट बुझ्नुभयो इनलेट चाहिँ हाम्रो दुईटा छ एउटा यताबाट छ इमर्जेन्सी एक्जिटको लागि इमर्जेन्सीको लागि यहाँ छ अर्को चाहिँ उताबाट आउँछ क्या ठ्याक्कै यसको विपरीत ध्रुवमा भयो भने राम्रो हुन्छ भन्छ क्या बुझ्नु भएन कि यसको विपरीत ध्रुवमा भयो भने राम्रो हुन्छ भन्छ होइन तपाईँलाई यसो ओभरफ्लो नि यहाँ छ ऊ जाली हेर न जालीभन्दा माथि पानी आएपछि ओभरफ्लो बुझ्नुभयो अनि त्यसपछि भयो सानो पोखरी पनि हेऱ्यो होइन पोखरी कस्तो हुनुपर्छ भन्ने कुरो पनि भयो नि हामीलाई सजिलो काम गर्न इजी हुनु पर्यो क्या अब तपाईँको यो पोखरी नभएर यो मङ नहुनु त हो त तपाईँले पानीको लेभल मेन्टेन गर्न सक्नुहुन्थ्यो त सक्नुहुन्थ्यो नि यो हार्भेस्ट गर्ने बेलामा पनि तपाईँको यो लेभल छैन भने पानीको आउटलेटै तपाईँले राख्नु भएन भनेदेखि अनि कसरी हार्भेस्ट गर्ने त भन्नु त पम्प गरेर फाल्नु पर्यो नि त तर त्यो पम्प गरेर फाल्दाखेरि घाटा चाहिँ के हुन्छ भन्नुहुन्छ भन्दाखेरि बजारमा मार्केटको भाउ 300 रुपियाँ पर केजी होला तर तपाईँको गरौँ त पम्पको चाहिँ जोड्नु पर्यो नि अनि बजारमा 300 छ मैले चाहिँ पम्प गरेको 2-4 घन्टाको पम्प चलाएको छु त्यसको पनि पैसा जोड्नु पर्छ भनेर 350 त कसैले तिर्दैनन् कि मार्केटमा त भिज्न सक्नु पर्यो नि त्यही भएर व्यवस्थित किसिमको फर्म निर्माण गर्नुपर्छ क्या त्यसको लागि अनि यो कारजातको माछालाई चाहिँ बिहान सूर्य उदाएदेखि बेलुका सूर्य अस्त नभएसम्मको लागि घाम लाग्ने पोखरी भन्छ क्या पूर्व पश्चिमको त्यो मोडा हुन्छ नि पूर्व दक्षिणको मोडा पारेर त्यो गर्नु पर्यो त्यसरी गरेपछि माछालाई राम्रो भयो नि त्यो एरिएसन भइहाल्यो यो इनलेट आउटलेट यो आउटलेट भइहाल्यो यो इनलेट भइहाल्यो इनलेट त दुईटा छ हाम्रोमा होइन इनलेट भइहाल्यो भनिसके पछाडि अब बाँकी यसको पानीको टर्बिडिटी भन्छ कि तपाईँको सेची डिस भनेर कतै पढ्नु भएको छ सेची डिस भनेर कसैले पढ्नु भएको छ देख्नु भएको छ एउटा गोलोमा सेतो र कालो भएको एउटा सेची डिस देख्नु भएको छ कतैको बुकतिर हेर्नु भएको छ सेची डिस भनेर मोबाइल देख्नु भएको छैन होइन तपाईँको त्यो चाहिँ के हुन्छ नि पानीको टर्बिडिटी हेर्ने क्या धमिलोपना कति छ भने हेर्नुलाई एउटा डिस हुन्छ भरे त्यो उता गुगलतिर गएर हेर्नु ल त्यो त्यसलाई गएर हेर्नुहोस् त्यो हेरिसके पछाडि यसलाई यसरी डुबाइन्छ डुबाएर तपाईँको आँखाको भिजिबिलिटी कति छ के छ दोस्त अनि त्यसपछि त्यसलाई टेपले नापिन्छ त्यो नाप्दाखेरि स्ट्यान्डर्ड साइज कति हो भनेर हेर्नु धेरै सिकिहाल्यो होइन नर्मली 20 डिग्रीले के गरी 40 चाहिँ 20 नदेखेर 15 देख्यो भने चाहिँ यो पानी अलिकति खराब छ है भन्ने कुरो हुन्छ पानीको त्यो कलर पनि चिनिन्छ क्या यो पानी अलिकति खराब छ त्यो भन्दाखेरि यो तपाईँको
हामीले यो माउ माछा राखेको भएर अहिले अलिकति बढी भएर यसलाई ट्रिटमेन्ट गर्न नमिलेर पानीको कलर चाहिँ तपाईँको एकदम हरियो देखिन्छ क्या पोखरीमा। यो तलको बच्चाहरू भएको पोखरी हो, यो केही हेर्छमा राम्रो छ होइन, यसलाई मेन्टेन गर्ने पनि भएको नराम्रो छ। पानीको कलर पनि भयो त्यसमा होइन। पानीको कलर कसरी गर्ने भने चाहिँ पहिला सुरुमा अब तपाईँलाई म पानी हाल्ने तरिका सिकाउँछु ल पोखरीमा। यहाँ तपाईँको सटर हुन्छ, यस्तो काठको सटर हुन्छ, त्यो पोखरीको अन्तिम खोइ त कहाँ एउटा नि माछा आउँदैन त। ए दिदी के गरे एकै ठाउँमा यो दाइ यहाँ हेर्नु है, यहाँ माछा आउँछ, यहाँ आउँछ मेन माछा के सबै माछाको लागि फिड फालिरहेछ अनि कोही कुनै माछै आइरहेको छैन। तिमी ल ल फाल न फाल, बोलाउ बोलाउ न माछा, म खाना दिइरहेको छु। बोलाउ बोलाउ कसैको बोलाउ। ल ल ल तिमी अलिक टाढा फाल न। खोइ त एउटा माछा नै देखेको गाइस। बोलाउ बोलाउ माछाले बोलाउ, माछाले बोलाउ न माछाले। ल ल तिमी बोलाउ त माछाले। ए माछा भाइहरू, ए मेरो भाइ माछा यता आइज भाइ आइज, ए मेरो भाइ माछा। गाइज होइन त्यो चाहिँ प्लान्टवाला भएको थियो होइन। अहिले चाहिँ अब घुम्न चाहिँ माछा कसरी पाल्ने यताउता भइरहेछ होइन। अनि फिडिङ नि दियो यिनीहरूले। अनि केही मतलब अहिले खासै त त्यही केही बुझिरहेको छुइनँ, तर पनि यसो स्टार्टिङ गरेको छु होइन। हेरौँ हाम्रो प्रतीक्षाजीलाई खाली लाग्छ कि पोस्टै गर्दैन होला होइन। होइन लकै हो क्या। अब माथि चाहिँ के छ? भिडियोमा म नि हुनु पर्यो है, हेर त त्योमा पनि हुन सक्छ है, जे पनि हुन सक्छ रे। त्यो हो मिम्सहरू सुट खाने भिडियो भइरहेको यस्तो यस्तो त म प्रश्न हेर्नु त भिडियो भइरहेको। माछा यति बोलायो तर पनि आएन क्या कुखा यस्तो छ। प्रतीक्षा तिमीले खाएको मोटु मोटु लब 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 खाल्दैछ अहिले। हेलो हेलो यस्तो पनि यस्तो नाइवाला यस्तो ल्याउँछ त हिसाबमा नाइवाला तिमीलाई गर्दिन्छु ल। के स्मृति भने किन हानिरा मलाई काम छैन तिम्रो। घस्रिन्छ क्या त्यो जुम्रा सुम्रा पऱ्यो भने भित्रतिर गएर घस्रिने, त्यो चाहिँ हामीले हेरिरहेको थाहा हुन्छ क्या सबै कुराहरू। अनि पोखराको छेउछेउतिर आएर त्यसको कला मेरो भाइ दिनमा हेलो गरेर उक्लेर हेलो भाइ हेलो हो बिजनेस पालतिर मात्र दाना तल गइरहेको नागी लाउँदै गाउँदा सबैको माछा मर्यो कि मरे माछा हेलो कस्तो गर्नु छ? बोर्डेल हो चिल्ल्या भएको जे धेरै नबोले
तिमीहरू त यस्तै हिँड्ने थियो हेरियो ए भाइ हेर त यार ए तिम्रो टाउको पनि देखेको छैन यसरी गरेर अनि यस्तो गर हेलो गाइस जस्तो हजुरले हेर्नु भएको यो भनेको गोदावरी हो अनि गोदावरी ठाउँको एउटा भाग हो अनि यो भनेको यहाँ फिस फार्मिङ गर्न सकिन्छ यहाँ हेर्नुहुन्छ यहाँ लेक हुनुहुन्छ अनि यो भनेको स्वस्तिक हाम्रो क्लासमेट अनि त्यहाँ हाम्रो आर्यन भाइ अनि त्यहाँ हाम्रो अभिजित भाइ अनि सबैजना हामी यतै घुमिरहेको यस्तै माजा मस्ती गरिआएछ हेलो गाइज हजुर गाइज जस्तै हेर्नु भएको यो म हो हेलो गाई कस्तो हुनुहुन्छ हेलो गाईहरू बोल्न भाइ हेर्ला हो जर्सी गाई हुनुहुन्छ कि होलिस्टियन गाई हुनुहुन्छ कि कस्तो हुनुहुन्छ जस्तिका गाई जस्तो हेर्नु भयो अब हामी जान थाल्यो तेरो मौसीको घर यस्तो गर न अनि हेर्नु भयो ओ आर्यन ठुकायो भाइ यता एकचोटि यता हेर्नु न यता आफ्नो छोरा देखाएर चाहिँ यता हेर्नु ए माछा तेरो के कस्तो यार छिन् यार सेल्फी क्यामेरा र ब्याक क्यामेरा हेलो हेलो सुलुलुलु गुड आफ्टरनुन यो हेर्नुहोस् यो गयो पढेर तेरो इन्ट्रोडक्सन दिन्छ यहाँ यो हेर्नु हाम्रो खास विद्यार्थी भनेको पौडेल भाइ पौडेल भाइ हजुरलाई कस्तो यो रमाइलो लाग्यो कि लागेन भनिदिनु त हजुरले एकदम रमाइलो लाग्यो त्यहाँ अघि स्कुटीमा बस्दा झन् रमाइलो लागेको थियो यो स्कुटी ड्राइभ गर्न आएको केटीसँग बस्दा कस्तो लाग्यो अनि केटीसँग बस्दा गरम नै खडा हो गयो हेलो सुलुलुलु कहाँ जानु पर्छ लडिन्छ नि लड्दैन लान मेमोरी भराउने काम बोलाइल होगा रिकॉर्डिंग तो बोलू ना तू भाई काहे कहो के बोलू भाइ तू बोलो भाइ हेलो गाइस इट्स मी अभिजित गुप्ता म चाहिँ आज आएछु फिश फार्मिङमा पहिलोचोटि भिजिट गरे हो अब कस्तो राम्रो हेर्दैछ अहिले त नहेरेको सामानहरू ठाउँहरू माछाहरू फिश प्लानिङहरू हेरे हो आज अहिले चाहिँ फ्रिज गराएको 40 केजीको माछा हेर्न गए हो अहिले हेर्नु जाँदैछौँ हामी त हेर्नु अहिले चाहिँ गइराख्यो है हामी साथीहरू हो यी चन्दन पटेल हाई गरिदिउ यार हाई भाइ हाई ओ तिमी पनि हाई गरिदियो यो चाहिँ आर्यन रोकाया हाई गरिदियो डान्सै गरिदियो यार कति राम्रो हाई गर्ने होला इचाइ दाइ कति राम्रो दाइ इचाइ भाइहरू हेर्नु कति राम्रो फिस्का कति आजको मौसम कति राम्रो छ हैन मस्त जंगलहरू कस्तो आमा के भयो अलि यो चाहिँ होइन यता ल न भइराख अब भयो बन्द गर्न के अब नयाँ गर्ने
गाइज अब हामी म्युजियम हेर्न गएका छौँ होइन कुन म्युजियम हो हेरौँ लेट्स सी ऐनाबाट टल्केर हाम्रै खुट्टा देख्दो रहेछ दाइ 40 केजी छ 10 साल पुरानो 10 साल पुरानो अलि धेरै नै ठुलो माछा भइसक्यो होइन अझै छ ओइ तल नि छ त यसमा 10 किलोको रहेछ कति एउटा हो कि दुईटा हो एउटा हो रहेछ एउटा हो यो 10 केजीको हो चाहिँ यति हो अनि अन्त गोल्डन ओके हो गोल्डन ओके हो गाइज माछाहरू त दामी नै रहेछ ल ल ल ल ल ल माछा खाऊँ माछा के चाहिँ खोइ हटु म बनाइदिन्छु फोटो 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 खिचाइटा छ नि मेरो सँग आर्यन हट भाडो न त यार ओइ होइ तिमीहरूले ल्याबलाई नि गनाइदिएको होला थाहा छ त्यो छ नि एउटा त्यसलाई बनायो के इक्जाम्पल यो जले बनाएर उसलाई बनायो जो चरस गर्दैन सर बनाएर उसलाई बनायो ल अहिले जुत्ता खोल्दा कसको घर आउँदो रहेछ यिनीहरूको त देख्दै छ त अनिताले एउटा खाइसक्यो चोरिसक्यो छैन ए मतलब अहिले त्यति भएको छैन म्याच होइन ल ल अङ्गुर खाऊ अङ्गुर ल अब आइती नि चोरी गरिरहेको छ हेर्न सक्नुहुन्छ ए धेरै नै अमिलो छ त वाह जुत्ता फुकाल्नु पर्छ गाई जुत्ता फुकालेर बाहिरबाट चाहिँ हेर्न मिल्दैन त जुत्ता फुकालेर मन्दिरमा है छाड्छ गाइज होइन अब यसो गर्दा गर्दै हाम्रो माछाको नि त्यो प्र्याक्टिकल के भनौँ अब घुम्न आइसकिसक्यो माछा अनुसन्धान केन्द्रमा हामी आइसकेका थियौँ मत्स्य अनुसन्धान केन्द्र अब त्यो नि सकिसक्यो अब हामी एउटा मन्दिरमा गएर अब कहाँ मन्दिरमा अब हामी गइरहेका छौँ घर होइन कलेजबाट त्यसपछि घर सो आजको लागि यति नै होइन यस्तै घुम्दै गर्नु होला हाम्रो फ्याकल्टी मिलिराखोस् होइन हाम्रो म्यामलाई नि थ्याङ्क्स भन्न चाहन्छौँ होइन हाम्रो फर्स्ट टाइम 2 वर्षपछि हामी चाहिँ यसो कलेजबाट घुम्न आएको छौँ होइन सो आज के लिए बस इतना ही मिलते हैं अगले ब्लॉग में